दर्शन नमस्ते सबैलाई। यो भिडियो चाहिँ हाम्रो पाल्पा रामपुर वडा नम्बर 5 को हो। यो हाम्रो बेजाड बजारदेखि कान्छेवास हुँदै कोरिडोर निस्किने बाटो हो। यो यहाँ चाहिँ एउटा के भनाइ छ भने यो रामपुर नगरपालिका वडा नम्बर 5 मा चाहिँ कुकुर उठाए पनि जित्छ भन्ने एउटा चाहिँ भनाइ छ के। किनकि यो चाहिँ यसलाई चाहिँ अब नेपाली कांग्रेसको गढ पनि भनेर भनिन्छ हैन। तर नि बाटो हेर्नुस् यस्तो छ। दुई कार्यकाल के अरे मेयर कांग्रेसको हो, यहीँको वडा अध्यक्ष, यहीँको मेयर, यहीँको सांसद, तर बाटोको हालत यस्तो छ। ल हेर्नुस् त। अनि कसरी हुन्छ यस्तो? यो त सबै मान्छे यहीँको मान्छे हुँदा पनि यो ठाउँ हाम्रो ठाउँ गाउँ विकास नभए माथि पारी सेङ्जाको मान्छे आएर विकास गरिदिने हो र ल भन्नुस् त। ल हेर्नु बाटोको हालत यस्तो छ। अनि सधैँभरि यस्तै हो यो। अब हाम्रो करको हाम्रो भोटको त अलिकति कदर गर्नुपर्छ नि। ठिकै छ, अब अन्तको बाटो त बनाएर माने, तर चाहिँ कमसे कम हाम्रो बेजाडको बजार हेर्नुहोस्, बेजाडको बजारको बाटो त्यस्तो हालत छ के। कमसे कम अरू नबनाए बेजाड चोकको बाटो त बनाउनु पर्छ नि। हेर्नुहोस्, तपाईँहरूले ख्याल गर्नुहोस्। भोट हाल्नुभन्दा अगाडि हजारचोटि सोध्नुहोस् र अब आउने स्थानीय चुनावमा सही मान्छेलाई र सही पार्टीलाई भोट हालेर हाम्रो देशको विकास गर्ने, हाम्रो देशको गाउँठाउँको मुहार फेर्ने मान्छेलाई भोट हाल्नु होला। कृपया मान्छेहरू अब झोले अन्धभक्त नहुनु होला, सचेत नागरिक हुनु होला। हस्त, धन्यवाद।